रहँदैन। तपाईहरुलाई थाहा होला गत वर्ष मध्य प्रदेशमा एसई परीक्षामा यो जिल्लामा मात्रै हैन अन्त पनि अनियमितताका कुराहरू आए। संसदमा कुरो उठ्यो। संसदमा कुरो उठ्दा के भनिएको छ भनेदेखि परीक्षाको जिम्मेवारी चाहिँ त्यहाँको सिडिओ र एसपीले लिनुपर्छ भनेर माननीय सांसदहरूले कुरो उठाउनुभयो। त्यो जिम्मेवारी कसरी हामीहरूले निर्वाह गर्यौं भने मलाई लागेको कुरा हामीहरूले केन्द्राध्यक्षलाई कारबाही गरेनौं, विद्यार्थी सबै रेस्ट्रिकेट गरेनौं, त्यसैले हामीहरूले जिम्मेवारी नलिएको छ। त्यसैले हामी यसपालि त्यो जिम्मेवारी पुरा लिन तयार छौं, प्रतिबद्ध छौं र जस्तो सुकै चुनौतीको सामना गर्न पनि तयार छौं र त्यो काम तपाईहरु मार्फत गर्नुहुन्छ। चाहे रेस्ट्रिकेट गर्ने काम होस्, चाहे तपाई मोबाइल नष्ट गर्ने काम होस्, तपाईबाट हुनुपर्छ। हामी क्यारे भेटिएका मोबाइलहरु हामी नष्ट गर्दैनौं, तपाईहरुले नष्ट गर्नुपर्छ। केन्द्रको कोको बाँधेर ल्याउँछौं विद्यार्थीका अगाडि, तपाईले चाहिँ खाल्डो खनेर स्काई ब्याट्रीले खिचेर त्यसलाई नष्ट गर्नुपर्छ।